नेपाली कांग्रेसका सभापति गगन थापाजी हुनुहुन्छ। देशका विभिन्न क्षेत्र छोडेर तपाईँ यो सर्लाही चार नै किन रोज्नुभयो, मधेस नै किन आउनुभयो? मैले यहाँ आउनुभन्दा पहिला के लागेको थियो भने मैले मधेस अलिअलि बुझेको छु, तर मधेसको गहिराइमा नपुग्ने बेलासम्म नेपाल मैले राम्रोसँग बुझ्न सकेँ। म पहाड एकदमै धेरै बुझेँ, स्वाभाविक किनभने पहाडकै बाबाआमाको सन्तान भएँ होइन। सहर मैले थाहा भइहाल्यो, त्यसरी मधेस जान्छु, मधेसको कुरा बुझ्छु भनेको यो 10 दिनमा साँच्चीकै म गएको 20-25 वर्षमा म त 50औं पटक मधेस आएको छु। मधेस आइराख्ने मान्छे हो, मधेसको साथीले माया गरिरहेको मान्छे हो, तर मलाई यस्तो धेरै गहिराइमा पुगेर यसको मैले त छेउ पनि बुझेको रहेन छु। अहिले पहिलोपटक मलाई फिल भइरहेछ यहाँको जुन कुरा गर्दै गर्दा। म खास अब बल्ल म कम्प्लिट भयो भने लागेको छ मलाई। नेपाली कांग्रेसबाट तपाईँको मधेस प्रदेशमै स्थानीय तहमा सबैभन्दा बढी मेयर अध्यक्ष नेपाली कांग्रेसबाट वडा अध्यक्षहरू हो होइन, र पनि भ्रष्टाचारी त्यत्तिकै भएको छ स्थानीय तहमा, बेरोजगारी त्यत्तिकै छ। तपाईँ नयाँ तबकामा आउन साथ तपाईँले ती स्थानीय तहलाई कसरी कन्ट्रोलिङ गर्नुहुन्छ, किनभने तपाईँ त प्रधानमन्त्रीको क्यान्डिडेट हो? तीनटा कुरा हो यसमा। हजुर, एउटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जुन कानुन अघिल्लो पटक संसदमा आयो तर पारित भएन, त्यसलाई थप परिमार्जन गरेर मेरो त प्रतिज्ञा पत्रमै छ 6 महिनाभित्रमा त्यसलाई पारित गर्ने, जसले गर्दा स्थानीय तहबाट पनि हुने खास गरिकन जति पनि भ्रष्टाचारहरू छ त्यसलाई रोक्ने कुराको सन्दर्भमा अख्तियारलाई थप हामी सबल पनि बनाउँछौँ, जसले गर्दा त्यो म्यासिभली त्यसलाई कन्ट्रोल गर्छ एउटा। अर्को दोस्रो भनेको राष्ट्रिय सतर्कता केन्द्र जो प्रधानमन्त्री मातहतमा छ। म प्रधानमन्त्री हुँदै गर्दा मैले त्यसलाई यस्तो बलले बनाउने हो कि त्यो स्थानीय सरकारले गर्ने करप्सन लगायतको कुराहरूलाई एकदमै धेरै नियन्त्रण गर्ने काम त्यसले गर्छ। एक्लैले देश बनाउन सक्ने होइन। मलाई 6743 वडाको वडा अध्यक्ष चाहिन्छ, तर त्यो वडा अध्यक्षहरू चाहिँ सफा अनि अलिकति नियत पनि ठिक भएको हुन सकेन भने त मेरो टिमै बिग्रियो, म टिम हारिहाल्छु नि, यो टिम गेम हो। त्यसैले मैले उनीहरूलाई राम्रो काम गरे पनि पुरस्कृत पनि गर्दै लिएर जाने व्यवस्था गर्छु। अलिकति खराब काम गर्यो भने दण्ड पनि पाउँछु। क्यारेट एन्ड स्टिक भन्छ नि, दुईटै कुरा। तिमीहरूले राम्रो गर्यौ तिमीलाई म पुरस्कार दिन्छु, राम्रो गरेनौ दण्ड पाउँछौ भनेर। मलाई के विश्वास छ भने कानुन पनि छ, कानुनको हतियार पनि छ प्रधानमन्त्रीसँग, अनि सँगसँगै यो प्रधानमन्त्रीले यस्तो कुरा सहँदा पनि सहँदैन भन्ने भयो भने यो कुरालाई एकदम न्यूनीकरण गरेर लिएर जान सकिन्छ भन्ने विश्वास लाग्छ। कांग्रेसको मूल नारा छ राष्ट्रियता, लोकतन्त्र, समाजवाद होइन, र यहाँ समाजवाद वास्तवमा यहाँ देखिएको छ। तपाईँ घुम्दै गर्दाखेरि यो सर्लाही क्षेत्र नम्बर 4 मा अर्थात् मध्य प्रदेशमै समाजवादको मूल उदाहरण यहाँ देखिएको छ? पटकै छैन जस्तो। तर मलाई आफूलाई के लाग्छ भने मेरो यसमा आफ्नो एउटा दृष्टिकोण छ। म अहिले जाँदै गर्दाखेरि त्यहीँ अगाडि तपाईँसँग कुरा गर्दै गर्दा अगाडिपट्टि मलाई लाग्छ यो दलित बस्ती नै हो। यो घर हेरेर थाहा पाउन सकिन्छ होइन। अब मैले मेरो कार्यक्रमले चाहिँ त्यो परिवारमा मैले के लिएर जाने हो भने मैले मेरो कार्यक्रमले स्वास्थ्यलाई पुरै निःशुल्क बनाउने हो, जसले गर्दा त्यो परिवारको आम्दानी 1 रुपैयाँ पनि स्वास्थ्यमा खर्च गर्नु परेन। दलित परिवारको लागि त उच्च शिक्षासम्म पूर्ण छात्रवृत्तिमा पढाउने हो, उसले शिक्षामा 1 रुपैयाँ पनि खर्च गर्नु परेन। तर उसको केटाकेटीले पढ्दै गर्दाखेरि त्यो पढेको कुराबाट आय आर्जन गर्न सक्ने, कमाउन सक्ने त्यही पुस्तालाई बनाउने हो। त्यो कमाउन सक्ने कुरासँग जोडेन भने चाहिँ मैले अहिले फुसको घरलाई पक्कै घर बनाइदिउँला, अरू कुरा पनि दिँदै जाउँला, आज दिन्छु भोलि दिन्छु, आज दिन्छु भोलि दिन्छु, आजभन्दा अलिकति राम्रो भएको जस्तो हुन्छ। तर जबसम्म त्यो आय आर्जन भनेको फेरि चाहिँ कतिलाई सिप सिकाइदिएर त्यो सरकारको कार्यक्रम हुन्छ त्यस्तो बनाएन मैले होइन। त्यो आफै कमाउन सक्ने बनाउनुपर्छ। सो मेरो सोचाइ भनेको चाहिँ नेपाल भनेको यो त्यो विपन्न दलित परिवारको मान्छेलाई मेरो सपना भनेको उसलाई मैले मध्यम वर्ग कसरी बनाउने होला। त्यो परिवारको मान्छेले यतिको एक तल्ला घरमा बस्न सक्ने मैले बनाउन सक्ने गरिकन सोचेँ भने ठिक ठाउँमा पुगिन्छ। मेरो लागि समाजवाद भनेको चाहिँ यो एक तल्ला भएको घरलाई यसमाथि चाहिँ आँखा लगाएर होइन, यसले पनि प्रगति गरोस्, राम्रो गरोस्, वैध ढङ्गले गरोस्, तर यतिको बन्न सक्ने उसलाई आधार बनाइदिनुपर्छ। त्यो हिसाबले हेऱ्यो भने त यो त कहाँ पुगेछ कहाँ पछाडि। अन्त्यमा जेनजी युवाहरूप्रति यहाँको के धारणा छ र जुन युवाहरू जुन बेरोजगारीमा अहिले बेरोजगारीको मारलाई अहिले जुन यस्तो अवस्था छ यसप्रति के भन्न चाहनु? नेपालको सबभन्दा ठुलो मुद्दा भनेको रोजगारीको मुद्दा हो। त्यसैले म त करिब 1 वर्षदेखि मिसन रोजगारी भनेर एउटा राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छु। त्यो अभियानको मुख्य उद्देश्य भनेकै रोजगारीलाई सेन्टरमा ल्याउनु पर्यो। हामी जति पनि छलफल गरिरहेका छौँ त्यो सबै कुराको अर्थ हुँदैन यदि रोजगारीको विषय भएन भने।
त्यसैले फेरि रोजगारी भन्ने हुँदै गर्दा म अर्को कुरा पनि एकदम प्रश्न छु। अब यहाँबाट काठमाडौँ पढ्न गएको छ, लाखौँ खर्च गरेर पढेको छ, रोजगारी पनि पाएको छ होइन। मैले देख्छु काठमाडौँमा नर्सिङ पढेको छ, अब महिनाको 18,000 पाउँछ। अब त्यो नर्सिङ पढेको अनि इन्जिनियरिङ पढेको छ, इन्जिनियरिङ पढेर काठमाडौँसम्म गयो अनि महिनाको 20,000 25,000 पाउँछ। आइटी हब भएन कि जसरी तपाईँले भन्नुभएको छ नि ल्यापटप लिएर होइन 2 लाख 3 लाख कमाउन सकिन्छ, त्यस्तो हब बनाउनु पर्यो। त्यसको लागि चाहिँ मैले मेरो यहाँ मधेसको सन्दर्भको एउटा दृष्टिकोण भनेको चाहिँ मैले यति धेरै आइटीमा नेपालमा आएर कहीँबाट आफ्नो सेन्टर सुरुवात गर्न खोजिरहेको मानिसहरू मसँग सङ्गतमा छ। उनीहरूले ठाउँ मतलब कहाँ जाने भन्ने खोजिरहेको छ। म त्यसो एउटा दुईवटा चाहिँ एकदम चाँडो मधेसमा लिएर आउन चाहन्छु, किनभने एउटा दुईवटा आएपछि त्यसले तान्छ कि ल आऊ मधेसमा आऊ होइन भनेर लिएर आउन चाहन्छु। म यसो कुराकानी गर्छु, फेरि यसले पनि ठगेर जान्छ कि क्या भन्ने लाग्छ। मैले खालि उहाँले के बताउन खोजिरहेको छु भने म काठमाडौँदेखि यहाँसम्म आएर त्यति सजिलो ठाउँ है, मलाई यहाँ दिनमा आज हिजो मलाई यसो हेरेको दिनमा मलाई 25 किलोमिटर 26 किलोमिटर हिँडाइराख्नु भएको छ होइन, यहाँ सबै गर्दै गर्दा। फेरि अहिले निर्वाचनसम्म मात्रै होइन त, निर्वाचन पछाडि पनि त मैले यत्रो धेरै काम गर्नुपर्ने छ। म जानिकन रोजिकन यस्तो अप्ठ्यारो ठाउँमा आउँदैन थिएँ, म के गर्छु भनेर आएको हो। त्यसैले मैले यति मात्र भने मलाई काम गर्ने मौका दिनुहोस्। मसँग साथीभाइ पनि छ, सङ्गत छ होइन, मैले त्यसलाई परिचालन गर्न सक्छु। मैले त साँच्चीकै भनेको छु, मैले 32 निर्वाचन क्षेत्र छ मधेसमा। मेरो सबै पार्टीको ठुलो नेताहरूलाई खुला चुनौती हो, च्यालेन्ज भन्छ नि, च्यालेन्ज हो यो। 1 वर्षपछि जहाँ भन्ने त्यहीँ भेट्नेमा, जनकपुर भने जनकपुर, वीरगञ्ज भने वीरगञ्ज, र आफ्नो क्षेत्रको मान्छे ल्याएर भेट्ने, पार्टीको होइन। र 1 वर्षभित्रमा मैले 32 निर्वाचन क्षेत्रमध्येको सबैभन्दा शानदार क्षेत्रलाई बनाउने हो, एजुकेसनमा, हेल्थमा, रोजगारीमा, सबैमा काम गरेर होइन। तर त्यो गर्न मलाई काम गर्न दिनु पऱ्यो। म यहाँ यो साँच्चीकै ठगिएको क्षेत्र रहेछ यो, साँच्चीकै म जति आएँ नि यहाँ त्यसबाट मुक्त गराउन चाहन्छु। मलाई काम गर्ने टेक्ने ठाउँ दिनुहोस् भने अरूको बारेमा टिप्पणी नगरौँ होइन, मेरै आफ्नो कुरा राख्छु होइन। मैले यहाँ घुम्दै गर्दाखेरि यहाँ विद्यालय हेरेँ, विद्यालयको मलाई देख्न साथै भवनमा आँखा गयो। मलाई त्यहाँ तलको साथीहरूले पनि मलाई भवन बनाइदिनु पऱ्यो भन्नुभएको छ। तर मैले भवन पहिला हाम्रो बाबुबाजे त भवन बिना यी 14 आना बसेर पढेको हो नि त। तर यहाँको मान्छेले म्याथमेटिक्स नपढाएको भए म आफै त्यसको उदाहरण हो है। 70को यहाँको एकजना मधेसी मान्छे होइन सोलुखुम्बु गएर म्याथमेटिक्स नपढाएको भए मेरो पिताजीले म्याथमेटिक्स पढ्नुहुन्न थियो, मेरो पिताजीले म्याथमेटिक्स नपढ्नु भएको भए उहाँ इन्जिनियर भएर सरकारी जागिरमा हुनुहुन्न थियो। त्यो नभएको भए आज म आर्थिक हिसाबले त्यो यसरी चक्र घुम्छ भनेको यहाँको म्याथमेटिक्सले गरेको छ होइन। अब अहिले मैले स्कुलतिर गएँ, यहाँको म्याथमेटिक्स बिजोग छ, यहाँको साइन्स बिजोग छ, यहाँको अङ्ग्रेजी झन् पुरै बिजोग छ। किन होला यो शिक्षा क्षेत्र किन ध्वस्त भयो मधेसको? यो मलाई पनि ठ्याक्कै थाहा छैन, यसको अझै गहिराइमा पुग्नुपर्छ होला होइन। यो किन यो त कल्चरल कुरा पनि होला, कल्चरल भनेको कुनै ऊ होइन, यस्तो कल्चरली यो पढाइको रिच ठाउँ हो, विकासको सम्भावना छ एकदमै कल्चरली यस्तो रिच ठाउँ हो सबै हिसाबले। मलाई पनि यसको अझै म गहिराइमा पुगेर खोज्छु। तर अहिले चाहिँ मैले के देखेको छु भने यहाँको विकासको बहसमा अझै शिक्षा राम्रोसँग आइरहेको छैन। विद्यालयको भवन होइन, मेरो लागि त भवन सेकेन्डरी हो, प्राइमेरी त्यहाँको टिचर हो, टिचरै छैन यहाँ। हिजो एउटा स्कुलमा गएको कति 500 कि 600 विद्यार्थी हुनुहुन्छ, टिचर जम्मा एकजना हुनुहुन्छ। अनि त्यही टिचर पनि घुमिराख्नु भएको छ। अनि त्यो एकजना टिचर राखेर त्यो 500 विद्यार्थी कहिले पढाउने? टिचरको उपलब्धता, टिचरको क्वालिटी र अर्को मेन यहाँ चाहिँ तपाईँले जुन राख्नुभएको, मैले एजुकेसनमा यहाँ काम गर्ने भनेको चाहिँ मेरो क्षेत्रको स्कुलमा चाहिँ म त्यसको प्री प्राइमेरीमा काम गर्छु। यस्तो बच्चालाई एक कक्षामा आउनुभन्दा पहिला मेरो छोरी मैले यसरी नै हुर्काएको भर्खर होइन। त्यो एक कक्षामा आउनुभन्दा पहिल्यै मैले अलिकति टेकेन्ट ठाउँ बनाएँ भनेको 1 2 3 थर दौडिन्छ। 1मा आउने बेलासम्म छुटिसक्यो रेल, अनि आएर त्यसपछि आएर मैले फ्री टिकट फ्री भिसा दिएर के गर्ने थियो होइन। हस् ल।